यहाँ भ्लगिङ सुरु भइसक्यो गाइज। यताको चाहिँ के लिएको सर? गाइज हामी पोखराको लेक साइड आइसक्यौँ है। गाइज अलग उठेर फ्रेस भइसकिएको छ, घाम लागिसकेको छ। हामी चाहिँ आज हेर्दै बसिएको थियो यो माझी कुनामा र हिजो चाहिँ बेगनासताल हेरेर आइयो। अहिले चाहिँ हामी अब एकछिनमा ब्रेकफास्ट गरेर चाहिँ पोखरा लेक साइडतिर घुम्न जानेछौँ र भिडियो आउँछ है त्यो चाँडै नै। हिजोको भिडियो हेरिहाल्नु भयो होला, बेगनासताल गएको बोटिङ गरेको होइन। ल गाइज सी यू एकछिनमा है त। गाइज हामी चाहिँ होटलबाट चेक आउट गरेर निस्क्यौँ र हामी अब लाग्दैछौँ पोखरातिर है त। पोखरा लेक साइडतिर ए भ्यू टावरमा छौँ र हामी माथि जाँदैछौँ। माथिबाट चाहिँ खतरा भ्यू आउँछ, हेर्नु होला। टिकट काट्नु पर्ने रहेछ। सबको एउटा टिकट पर्ने रहेछ र हामी आएमै माथि। गाइस यहाँ स्कुल रहेछ है एउटा, के को स्कुल हो यो? श्री अरुण ज्योति। यहाँ भ्लगिङ सुरु भइसक्यो गाइज। यताको चाहिँ के लिएको सर? रूपा हो। यता चाहिँ रूपा लेक रहेछ गाइज होइन, हेर्न सक्नुहुन्छ यहाँबाट सर्लक्कै। यो रूपा लेक भयो, यो चाहिँ हाम्रो पोखरा जाने बाटो भयो लेक साइडतिर। अब पोखरा मेन बजार जाने बाटो होइन। यता चाहिँ छ हाम्रो यो माझी कुना, यो ठाउँलाई चाहिँ माझी कुना भन्छ र त्यो चाहिँ हाम्रो लेक भइहाल्यो। हामी बसेको चाहिँ ठ्याक्कै त्यहीँनिर हो है त गाइज, त्यही आइल्यान्डमा हो। अब यो ताललाई त भनिहाल्यो बेगनासताल भनिन्छ। अब यहाँबाट भ्यू चाहिँ दामी आउनु रहेछ त्यो भ्यू टावरबाट चाहिँ। त्यही हो गाइज, भ्यू चाहिँ राम्रै आउँदो रहेछ बेगनासतालको होइन। अनि यतापट्टि यो अर्को तालको यहाँबाट चाहिँ हिमाल पनि देखिँदो रहेछ गाइज। हिमाल पनि देखिँदो रहेछ। यो अन्नपूर्ण हिमाल होइन, अन्नपूर्ण हिमाल हेर्न सक्नुहुन्छ गाइज यहाँबाट। ब्रिडहरू होला यो सम बटरफ्लाइज अफ बेगनास वाटर सेड, यस्तो यस्तो पुतली पाउँछ अरे बेगनासमा। ठेकी त्यो त हामी गाउँतिर बसेकोलाई सब थाहाहरू त के छ र। अब यहाँ धान झुन्डा, अब यो के हो लहरे गुन्ती रे गोरिया के हो यो चाहिँ लाउने क्याप हो गाइज होइन, पहिला खेतालाहरूले। गाइज हामी पोखराको लेक साइड आइसक्यौँ है। यहाँबाट चाहिँ काहीँ हुँदो रहेछ गाइस यो पोखरा लेक साइडबाट। पहिला भ्यू हेरौँ। गाइस हामी चाहिँ अहिले लेक साइड आइसक्यौँ र लेक साइडमा हेर्दैछौँ, यस्तो भिजिट हान्दैछौँ। हेर्नु होला है त भ्यू यतातिरको।
हामी अहिले लेक साइड घुमेर चाहिँ खाना खानको लागि दुना टपरी रेस्टुरेन्टमा आएको छौँ। गाइस हामी यही दुना टपर रेस्टुरेन्ट भन्ने रेस्टुरेन्टमा आएको छौँ। अब भित्र जान्छौँ है हामी केटाहरू आउँदैछौँ होइन। दुना टपरी भनेको बाबाले हो अरे केटाहरूले भने अब कस्तो पनि हो आन्टी के अरे रमाइलो कस्तो रहेछ। चुलो हो पुरै वाह पुरानो चुलो रहेछ। प्रिटी गुड एम्बियन्स प्रिटी गुड छ यहाँबाट यस्तो नजारा छ होइन भ्यू हेर्न सक्नुहुन्छ। एम्बियन्स चाहिँ कडा लाग्यो मलाई अनि हेर्न सक्नुहुन्छ एउटा ब्युटिफुल पिक्चर छ। गाइस यो चाहिँ हो पोखराको बजार हेर्न सक्नुहुन्छ। अहिले चाहिँ मलाई काठमाडौँको फिल आयो क्या। गाइस हामी आइसक्यौँ। यो चाहिँ हामीले पार्किङमा बाइक हालिसकेका छौँ। यो के भन्छ पुम्दीकोट भन्ने ठाउँ रहेछ होइन। अब हामी विशाललाई कताबाट जाने अरे हामी यस्तरी देखाउनु पर्ने हो यताबाट जाने। अब हामी जान्छौँ। वाउ यो हेडसेट लिनुपर्छ क्या जानुपर्छ जस्तो हो त्यो लिनु। यस्तो बामा पाउने यहाँ चाहिँ युनिक सामानहरू पाउँदो रहेछ है गाइज। यसो उकालो डेन्जर रहेछ त यस्तो यहाँ तलबाट उकालो अझै पनि आइसकेको छैन गाइज। गाइज हामी नि हिँडेर जाँदैछौँ। पारा त यस्तै त हो नि गाइज। हामी पुम्दीकोटको यो शिवजीको मूर्तिनिर आइसक्यौँ। वी भ्यू वाट अ भ्यू गाइज वाट अ भ्यू लुकिङ सो ब्युटिफुल। यहाँबाट पुरै लेक पनि देखिरहेछ। जाँदैछौँ के कस्तो लागिरहेको पोखरालाई? ठिक छ एकदम ठिक छ रमाइलो छ अलिक थाकेला ठिक छ है त। अगाडिको भ्यू हेरौँ अब चाहिँ। वी आर इन द पुम्दीकोट शिवको मूर्ति हुन्छ नि यहाँ के गाइस ल जय भोलेनाथ। सुरुमा हाम्रो नन्दीको दर्शन हुन्छ। यतापट्टि गइदिए फोटो खिच्न लाउनु भयो रहेछ। वाह थाहा हेर्नु न रमेश दाइ भोलेनाथको शिवलिङ्गै धेरै शिवलिङ्ग रहेछ पुरै लाइन लाएर होइन। यो चाहिँ शिवजीको डमरू। त्यो माथि हिँड्ने बाटो हो कि के रहेछ त्यो बिचको? हिँड्ने बाटो होइन ए नाक पो रहेछ। हिँड्ने बाउ म त हिँड्ने बाटो रहेछ क्या हो भनेर ला के खर माथि ए पर्दैन यतैटी फोटो हान्ने तलै बसेर। उही लेकदेखि रहेछ नि यहाँबाट सही। अहिले हामी आएको बाटो त्यही हो है गाइस। पछाडि हेर्न सक्नुहुन्छ शिवजीको मूर्ति। यो कुन ठाउँ रे रमेश दाइ? पुम्दीकोटको के भन्छ यहाँ शिवको मूर्ति? भाइरल भएकै शिवजीको मूर्ति ठाउँको नामै पुम्दीकोट राखेको। भाइरल भएकै शिवजीको मूर्तिले गरे यता छ है। त्यही भएर आज हामी पनि यहाँसम्म आइपुग्यौँ।
अब अहिले एकछिनमा फर्किनु पनि छ त्यो गाइज भ्यू चाहिँ हेर्नु जाम यहाँभित्र चाहिँ के हो बन्दै हो क्या हो नयाँ नयाँ कि बनिसक्यो हो जय भोलेनाथ गाइज हामी चाहिँ आइसक्यौँ र गर्मी भएर थाकेर बसिरहेका छौँ लास्टै गर्मी भयो होइन उकालोले डेन्जर रहेछ आउने बेलामा बाइकको लागि पनि मान्छेको लागि पनि अब जाँदाखेरि चाहिँ ओह्रालो सररै गइन्छ त्यही है त गाइज कतिको रमाइलो छ त नि ठिकै छ भाइ ठिकै छ रमाइलो भयो साथीभाइसँग भेट्दाखेरि मजै हुन्छ मजा जस्तो ठाउँमा गयो मरण भूमिमा गयो मजा आउँछ पैसा नि सक्यो